हेलो नमस्ते साथीहरू सबैजनालाई वेलकम छ। हजुरहरूलाई मेरो मिनी ब्लग मेरो युट्युब च्यानलमा के कस्तो लाग्यो मेरो मिनी ब्लग मलाई सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। म चाहिँ मही पारिरहेको घिउ बनाइरहेको छु दुधको तर्को देख्न सक्नुहुन्छ साथीहरू। यहाँ यो भाँडामा चाहिँ तर्जमा गर्ने हो। यो भाँडामा मही भएपछि मैले चाहिँ बनाउँछु। यहाँ मिक्सर घुमाएँ अब मैले त्यहाँ पनि हेर्दै गर्नुपर्छ। यहाँ त्यो घुमाएको उसलाई घिउलाई डल्लो पार्दैछु क्या मैले जम्मा गर्दैछु जगमा। साथीहरू देख्न सक्नुहुन्छ लास्टसम्म हेर्नु होला के कस्तो लाग्छ हजुरहरूलाई यो भिडियो। हजुरहरूलाई थाहा छैन भने यस्तो थाहा छैन भने आजैबाट सुरु गर्नु होला। त्यो दही पनि खान मिल्यो घिउ पनि खान मिल्यो। यसरी चाहिँ हेर्दै गर्नुपर्छ क्या। अनि धेरै भएको भयो भने घुम्दैन मिक्सर। त्यसमा पानी पनि एड गर्दै गर्नुपर्छ, पानी हाल्दै गर्नुपर्छ। त्यो जक्को पनि भइसक्यो देख्न सक्नुहुन्छ साथीहरू। यस्तो हुन्छ अब यसलाई चाहिँ यसरी घुमाएर डल्लो पार्यो क्या घिउलाई। अब चाहिँ रेडी भइसक्यो हेर्दा हेर्दै साथीहरू। हेर्नु त वाउ गाउँको गाईको लोकल घिउ प्योर लोकल घिउ साथीहरू। यो चाहिँ हेर्नु होला। अनि हजुरले पनि यसरी गर्न सक्नुहुन्छ क्या साथीहरू। तर राखेर दुध तताएर तर राख्यो अनि त्यस पछाडि तर्को मात्रै यसरी मिक्सरमा पार्न सक्नुहुन्छ क्या हजुरहरूले पनि। मैले चाहिँ यहाँ आफ्नो बोल्दै भिडियो बनाउँथेँ भाँडामा चाहिँ मैले तर राख्ने भनेर देखाउँदै थिएँ। अब चाहिँ सकिसक्यो मैले पारेर घिउ बनाएर। कति हुन्छ लास्टसम्म हेर्नु है साथीहरू। खाँदाखेरि यो चाहिँ मही राख्ने भाँडा हो कि यसमा चाहिँ मही राखेँ मैले भाँडा र जगमा। अनि त्यो चाहिँ खाने मही हो। यो कराईमा चाहिँ घिउ हो। अब म तताउँछु लगेर साथीहरू। हेर्नु है त कति हुँदो रहेछ। यो उम्लेर पनि झन्नै गयो साथीहरू। त्यति घिउ खारिँदा यति भयो। अब बोतलमा लाउँदा कति हुन्छ हेर्नु है त साथीहरू। यति भयो आजको भिडियो हेर्दै हुनुमा धन्यवाद। बाई साथीहरू। मेरो मिनी ब्लग कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला।